कुनै एउटा गाउँमा एउटा मानिस बस्थ्यो। उसको भगवानमाथि अचल विश्वास थियो, खूब आस्था थियो। ऊ भगवानको भक्तिमा सधैँ डुबेको हुन्थ्यो। एक दिन त्यही गाउँमा निकै ठुलो बाढी आयो। गाउँका सबै मान्छेहरू आफ्नो ज्यान बचाउनका लागि डाँडा पाखातिर भाग्न थाले। तर यो मान्छे गाउँको बिचैमा एउटा रुखमुनि हात जोडेर बस्यो। त्यतिकैमा गाउँबाट भाग्दै गरेको एउटा मान्छे आयो र भन्यो, ए भाइ छिटो हिँड, नत्र त डुब्छौ नि। यो मान्छेले भन्यो, मलाई मेरो भगवानमाथि भरोसा छ, उहाँले मलाई बचाउनु हुनेछ, तिमी जाऊ। केही समयपछि त्यहाँ एउटा डुङ्गा आयो। डुङ्गामा बसेका मान्छेहरूले भने, ए भाइ तिमी बौलायौ कि के हो? पानीको सतह बढिरहेको छ, छिटो डुङ्गामा आऊ नत्र त डुब्छौ। तर त्यो मान्छेले फेरि भन्यो, मलाई मेरो भगवानमाथि भरोसा छ, उहाँले मलाई डुब्न दिनुहुन्न। अब बिस्तारै बिस्तारै पानी यति धेरै बढ्यो कि त्यो मान्छे रुखमा चढ्नु पर्ने बाध्य भयो। त्यतिकैमा अन्तिम उद्धारका लागि एउटा हेलिकप्टर आयो अनि उसको अगाडि एउटा डोरी फ्याँक्यो र हेलिकप्टरबाट भन्यो, छिटो डोरी समातेर माथि आऊ नत्र त डुब्छौ, पुरै गाउँ जलमग्न भइसकेको छ। यो मान्छे रिसाएर भन्यो, मैले भनिसकेँ नि, मलाई मेरो भगवान स्वयं बचाउन आउनुहुनेछ, मलाई तपाईँहरूको जरुरी छैन, तपाईँहरू यहाँबाट जानुहोस्। पानी अझै बढेका कारण त्यो रुख पनि डुब्यो र यो मान्छेको मृत्यु भयो। मान्छे माथि गएर भन्छ, हे भगवान, मैले हजुरबाट यस्तो आशा गरेको थिएँ। मैले त हजुरको यति धेरै भक्ति गरेँ, यति यज्ञ गरेँ, यति दान पुण्य गरेँ अनि हजुरमाथि अटुट भरोसा गरेँ, विश्वास गरेँ, त्यही पनि हजुर मलाई बचाउन आउनु भएन। भगवानले भन्नुभयो, म तँलाई बचाउनको लागि एक पटक होइन 3 पटक आएको थिएँ। पहिले त्यो मान्छेको रूपमा, त्यसपछि डुङ्गाको रूपमा र अन्तिममा पनि तैँले मानेनस् भनेर तेरो लागि हेलिकप्टर पनि लिएर आएको थिएँ। तर तैँले हरेक पटक मौका गुमाइस्, त्यसैले मैले तँलाई बचाउन सकिनँ। यस्तै गरी यो संसारमा धेरै मानिसहरू छन् जो आफ्नो जीवनमा खूब दुखी छन्, एकदम धेरै कष्ट बोकेर हिँडिरहेको छन्, तर केही गर्दैनन्। उनीहरू भन्छन् भगवानले जे चाहनुहुन्छ जीवन त्यसै गरी चलिरहन्छ, जे गर्छ भगवानले नै गर्छ। यस्ता मानिसहरू सधैँ भाग्यको भरोसामा बस्छन् र भगवानले सधैँ हाम्रो मद्दतको लागि कुनै न कुनैलाई माध्यम बनाएर पठाइरहेको हुन्छन्। सबै भगवानको लीला हो। भगवानमाथि विश्वास भएको राम्रो हो, तर आफ्नो कर्म पनि त्यतिकै नै आवश्यक छ। धन्यवाद। यस्तै राम्रो राम्रो ज्ञानमूलक कहानी कथाहरूको लागि मलाई फलो गरिराख्नुहोस्। म आफ्नो लाइफको जर्नी पनि हजुरलाई देखाउने छु। मलाई साथ सपोर्ट माया दिनुहोस्। धन्यवाद। सी यू इन द नेक्स्ट भिडियो।